भन्नु हजुरले बुझ्ने अँ सुत्ती नुखाने चुरोट नुखाने रक्सी नुखाने आफूले जेललाई आराम गर्ने भात खाने रोटी खाने अरू के गर्ने त त्यही गरेर आफूले आराम हुन्छ सुर्ती खाएर के काम छ त के काम छ छैन हजुर आफ्नो बेथा बेरोम लाग्ने त छ त के गर्ने त हजुरले उहाँलाई छुट्याइदिनु भएको सुर्ती खान छुट्याइदिया कस्तो छुट्याउनु खान्छ नखाने बोल्दै आफूको बेथा बेरोम लाग्छ भने के गर्ने त अनि मर्नु त बाउले खाने होइन त भात खायो दाल खायो अनि हजुरले भनेको माने उनले उहाँले मान्नुभयो मान्नु भयो कहाँ झगडा गर्नु छ त भन्नुहुन्छ त अघि हँ? झगडा हुन्छ भन्नुहुन्छ त अघि उहाँ त झगडा हुन्छ नखाऊ भन्नाले झगडा त्यही हो अनि को सक्छ झगडा भयो होला अब खाइस दिए मैले उ गरिदिएँ झिटिया नखाने भए भएन हो बुढी हो कुल जित्यो अहिले हजुरले हार्नुभयो जित्यो। हो त्यो काम सिद्धिको सिद्धिएन सिद्धि सिद्धि ल हो दे हजुरलाई धेरै धेरै धन्यवाद छ है राम्रो हामीलाई शरीरले कस्तो गरेर बाँचिन्छ त अनि त्यसै शरीरले कस्तो गरेर राम्रो हुन्छ त उसलाई गर्नु पर्न पर्यो पर्यो हो त्यस्तै गर्नुपर्छ हजुर त बाटी टाँटी हुनुहुन्छ त बाटो केही न यतै गफ गर्ने के बाटो राख्दा छ कुरोमा त्यो अलमल आउँछ अनि जुम्ली बाटा हुन्छ भन्ने हो रहेछ कोही बाटा हो कि नै भन्नु त बुवा कोही बाठे हुन्छ कोही लाठे हुन्छ नि हजुर के हुनुहुन्छ त म यता लाठे पनि नै यता धेरै बाटो पनि नै अहिले 14-15 वर्ष चाहिँ कान सुन्दैन अँ त्यही गलत छ मेरो हजुरले बुढीसँग हार्नुभयो त्यो नुखा भन्नाले हारिएको छ भन्नु नै आएन बुझ्यो बुझ्यो झगडा हुन्छ कि हुँदैन कतिको हुन्छ कहिले झगडा हुँदैन यसो गरेर खाऊ यो नखा झगडा हुन्छ को सक्छ त कोसँग नि अब आइमे छिटो बोल्छ नि आइमे सक्छन् नि हजुर हारिनुहुन्छ माया लाग्दो चुरोट खाएपछि ढौसी माया लाग्छ लाग्दैन मा लाग्दो रे मा मागेन आइमेको ओहो ल